एउटा प्याड लिएर आइदिनु न। के लिएर आइदिनु भन्नुभयो? प्याड। प्याड अहिलेको समयमा एकदमै भाइरल बनिराख्नु भएका हाम्रो एकदम राइटर साथी, एकदमै राम्रो राम्रो र असल काम, असल व्यवहार गरेर चाहिँ कुनै एउटा मिन्स भएको सानो नानीलाई चाहिँ एउटा प्याड किनिदिएर सामाजिक सञ्जालमा चाहिँ उहाँले भिडियो हाल्नु भएको थियो। जुन त्यो भिडियो चाहिँ उहाँ एकदमै रातारात भाइरल बन्नु भएको राइटर साथी को हुन् त आज उहाँ हो नि? कसलाई किनिदिए त के भएको थियो खास वास्तविक कुरा, यसको बारे आज हामी कुराकानी गर्नेछौँ। सो तपाईँले थम्बनेल र हाइलाइट हेरेर त लगभग थाहा पाइसक्नु होला जस्तो लाग्छ, तर अझ पनि बुझ्नु भएको छैन भने चाहिँ अझ म बुझाउने तपाईँहरूलाई बुझाउने कोसिस गर्नेछु। सो भिडियोलाई चाहिँ स्किप नगरिकन लास्टसम्म हेरिदिनु होला। सो यदि नयाँ हुनुहुन्छ भने मेरो च्यानलमा कोही नयाँ साथीहरू हुनुहुन्छ भने सो लाइक सेयर पनि गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला ल। भने सबैजनालाई यो भिडियोले जानकारी होस् कि कुनै मेसेज दियोस् कि लास्टमा गएर, सो यो भिडियोलाई सबैसम्म सेयर पनि गरिदिनु होला भन्दै आजको भिडियो के भएको थियो, कस्तो थियो, के हो त भन्दाखेरि चाहिँ अब जो नै एकजना कोही हाम्रो राइटर हुनुहुन्छ होइन, राइटरले चाहिँ अब कुनै राइड आउँछ, उहाँले राइड अनि यासेप भएपछि चाहिँ उहाँले कल गर्नुहुन्छ होइन। अब मैले भन्नुहुँदा नि पहिला थोरै भिडियो प्ले गर्छु ल, म स्क्रिनमा त्यो भिडियो हेरौँ ल। तर मैले तपाईँसँग एउटा रिक्वेस्ट गरौँ। के रिक्वेस्ट नानु? म स्कुल जानु आँटेको थिएँ, मलाई पिरियड भयो, एउटा प्याड लिएर आइदिनु न। के लिएर आइदिनु भन्नुभयो? अनि उहाँले फोन गर्नुहुन्छ, फोन गरिसकेपछि हेरिहाल्नुलाई फोन गरेको होइन। अब उहाँले भन्नुहुन्छ यस पछाडि चाहिँ के भन्नुहुन्छ, दादा हजुरलाई म एउटा रिक्वेस्ट गरौँ भन्नुहुन्छ। के हो नानु भन न भन्नुहुन्छ। अनि उहाँले भन्नुहुन्छ मलाई प्लेट भयो, म स्कुल जान लागेको, मलाई एउटा प्याड ल्याइदिनु न दादा, म स्कुल जान लागेको भन्छ। उहाँले एकछिन बुझ्नुहुन्न अब के भने हो के होइन, एकछिन कन्फ्युज हुनुभयो नि त एक्कासी चाहिँ राइड गर्ने हिँड्ने मान्छे के भन्छ भनेर उहाँ चाहिँ एकछिन कन्फ्युज हुनुहुन्छ ब्रदर। अनि उहाँले फेरि सोध्नुहुन्छ के भने नानी बुझिन भन्नुहुन्छ। पहिला यो भिडियो पनि हेर्नु ल, पहिला उहाँले प्याड ल्याइदिनु के लिएर आइदिनु भन्नुभयो? प्याड लिएर आइदिनु भन्नुभएको? हजुर। तपाईँ कहाँ हुनुहुन्छ अहिले चाहिँ? लोकेसनमै हुनुहुन्छ? हजुर, म लोकेसनमै छु। ए हुन्छ हुन्छ हस्। अनि उहाँले अझ पनि बुझ्नुहुन्न, फेरि सोध्नुहुन्छ प्याड ल्याए। अनि उहाँले फेरि भन्नुहुन्छ प्याड ल्याइदिनु न दादा भन्नुहुन्छ। उहाँले तपाईँ कहाँ हुनुहुन्छ? लोकेसनमै हुनुहुन्छ भने चाहिँ लोकेसनमै छु भन्नुहुन्छ भने उहाँले चाहिँ अनि प्याड लिएर जानुहुन्छ होइन। र उहाँ प्याड लिएर जानुभन्दा अगाडि चाहिँ जुन उहाँ मेडिकलमा जानुभन्दा अगाडि चाहिँ धेरै कुरा सोच्नुहुन्छ एकछिन के गरौँ, यो सानो बच्चा हो कि ठुलै मान्छे हो कि यो आवाज सुन्दा त बच्चाको छ कि त्यस्तो मलाई के फसाउने कि त्यस्तो नराम्रो गर्ने हो कि भनेर उहाँले चाहिँ त्यो तरिकाले चाहिँ भिडियो बनाउने हुनसक्छ है। भोलि केही हुन्छ कि भन्ने, कि अहिले त छ नि त त्यस्तो गर्ने मान्छेहरू पनि धेरै छन् नि। फेरि अहिले फसाउने गर्ने पनि धेरै छ क्या नेपालमा, यस्तो खालको मान्छेहरू एक दुईजनाले गर्दा चाहिँ सबको बदनाम गरिदिएको छ क्या। त्यसले गर्दा उहाँले चाहिँ त्यो कारणले नि भिडियो बनाउनु भएको हो कि जस्तो लाग्छ मलाई, मेरो विचारमा होइन। अनि उहाँले यो एकदमै राम्रो काम गर्नु भएको छ होइन। एउटा जस यतिको राम्रो काम गर्नु भएको छ एउटा राइटर साथीले पनि होइन। यस्तै राइटर साथीहरू, धेरै राम्रो राइटर साथीहरू पनि हुनुहुन्छ क्या। तर कोही नराम्रो राइटर साथीहरूले चाहिँ ठग दिने, लोड दिने भएको हुनाले चाहिँ अरू राम्रो गर्ने साथीहरूको पनि चाहिँ इज्जत फ्यालिदिनु भएको छ क्या उहाँहरूको कारणले गर्दा चाहिँ। उहाँ सबैलाई नराम्रो भनिदिन्छ क्या। त्यो चाहिँ सबैजनाको गलत हो, सोच्ने हेर्ने नजर उहाँलाई सोचाइमा हाम्रो गलत सोच्छौँ होइन। र भने अब हामीले एकतिर कुरा गरिरहेको थियौँ, म अर्कोतिर गएँ, मेरो घाँटी नै अलिकति समस्या आइरहेको छ होइन। अनि त्यही भएर चाहिँ अब यस पछाडिको भिडियो चाहिँ उहाँले एकछिन सोचेको भिडियो लिएर आइदिनु भनेर भन्नुभयो। बोली सुन्दाखेरि बच्ची नै बोलेको छ। म पो कन्फ्युज भयो त भाइ। अब उहाँ बोल्दा एकछिन कन्फ्युज हुनुहुन्छ होइन। के साँच्चीकै प्याडै चाहियो हो कि त्यत्तिकै भने हो? साँच्चीकै चाहियो रहेछ भने त ठिकै हुन्छ, यति होइन रहेछ नि जाउँ कि नजाउँ यार, कस्तो आइलागेको फेरि यति यो टाइममा। के गर्ने के गरौँ त भने एकछिन उहाँले दिमागमा हात लाउनुहुन्छ होइन। उहाँ पनि अलिकति डर त भइहाल्छ नि जसलाई पनि होइन। के हो कि कसैले त्यत्तिकै हतालमा झुक्याएर बोलाइदिइरहेको छ कि भन्ने भयो कि होइन। त्यो हिसाबले उहाँले अनि त्यसपछि चाहिँ जसुकै होस् लिएर जान्छु भनेर उहाँ जान्नुहुन्छ। यो भिडियोलाई पनि म प्ले गरिदिन्छु ल।
प्याडै चाहिएको रहेछ भने त ठिकै छ, यदि होइन रहेछ भने जेसुकै होस् एउटा प्याड किनेर जानु। एउटा प्याड दिनु न, प्याड गएर त हेर्नु त। हस्, थ्याङ्क यू दाइ। अब जसुकै होस् भन्दै उहाँ अगाडि बढ्नुहुन्छ है। अगाडि बढिसकेपछि उहाँ मेडिकल जानुहुन्छ, मेडिकल गएर प्याड पनि किन्नुहुन्छ। दाइ मलाई एउटा प्याड दिन्न भन्नुहुन्छ, उहाँले दिनुहुन्छ र पैसा उहाँलाई पेमेन्ट गरिदिनुहुन्छ र उहाँ त्यहाँबाट सरसले फेरि लिएर उहाँ लोकेसनमा जाँदै हुनुहुन्छ होइन। जाँदै हुनुहुन्छ, लोकेसनमा गइसकेपछि चाहिँ के हुन्छ, लोकेसनमा गएपछि हो कि होइन भयो, के हो कि उसै मगाइरहेछ कि हावातालमा बोलेर मगाइदियो भन्ने धेरैजनाको अब मनोत्सुकता हुन सक्छ होइन। तर के हो त वास्तविक कुरा? तर हो उहाँ पुगेपछि उहाँले देख्नुहुन्छ कि एउटा यति सानो नानी क्या, लगभग तपाईँ हामीले हेर्नु नि, इमेजिन गर्नु नि, यति सानो बच्चा देखिन्छ कि लगभग एउटा छोरी सराएको उमेरको बच्चा देखिन्छ होइन। अनि उहाँलाई हेर्दै चाहिँ अनि उहाँले त्यसपछि चाहिँ आफ्नो ज्याकेट खोलेर उहाँले आफ्नो लगाइराखेको ज्याकेट खोलेर उहाँलाई पछाडि बाँध्नुहोस् भनेरसम्म दिनुहुन्छ क्या। तपाईँले मगाउनु भएको सामान मैले ल्याइदिएको छु, तपाईँले मगाउनु भयो भन्नुभएको प्याड चाहिँ मैले लिएर आइदिएको छु, तपाईँ यो पहिला बाँध्नुहोस् पछाडि, अनि पछाडि बस्नुहोस् त, झोला दिनुहोस् म बोक्छु बहिनी, ल्याउनुहोस् त झोला म बोक्छु भन्दै झोला उहाँले अगाडि आफैले भिडिदिएर बहिनीलाई यस्तो मजाले अगाडि राखेर लिएर जानुहुन्छ कि। पहिला यसपछि यो सानो बाँध्नु त पछाडि, पहिला यो बाँध्नु न, कम्मरमा बनायो मान्छेले, जाए झोला लिऊ म बोकिदिन्छु। धेरै गाह्रो भइरहेछ, छोड्दै बाना त झोला अगाडि। ल नानी तिमी यो बाना ल्याऊ अनि मेरो पछाडि बस होइन, तिमीलाई मैले ल्याउन चाहिँ ल्याइदिएको छु, तर अब तिमी घरै जाऊ, घरै गएर चाहिँ चेन्ज गर। अब यतातिर कहाँ गएर गर्ने, यतातिर कसलाई भन्ने, र तिम्रो झोला ल्याऊ म अगाडि बोकिदिन्छु, तिमी अब घरमै गएर चाहिँ चेन्ज गर्नु है, मैले ल्याइदिएको छु नानी, ल बस त भनेर राखेर चाहिँ उहाँले हुन्छ नि यस्तो माया गरेर राखेर चाहिँ एउटा छोरी जस्तो सम्झेर राखेर चाहिँ माया गरेर चाहिँ टक्कसँग लिएर जानुहुन्छ। उहाँलाई आफ्नो ठाउँसम्म चट्टसँगले आफ्नो ठाउँसम्म घरसम्म पुर्याइदिनुहुन्छ। उहाँको लोकेसन कहाँ हो, घरसम्म ट्याक्क पुर्याइदिनुहुन्छ भनी उहाँ बहिनीले उहाँलाई कति भयो त दादा पैसा कति भयो, पैसा लिनु न भनेर पैसा दिनुहुन्छ। तर उहाँले कति लिनुहुन्छ त बहिनीसँग पैसा, कि 1000 रुपियाँ लिनुहुन्छ कि 2000 लिनुहुन्छ कि 3000 लिनुहुन्छ बहिनीसँग पैसा उहाँले, कि त्यो भन्दा पनि धेरै 5000 पैसा माग्नुहुन्छ। मैले यत्रो मिहिनेत गरेँ तिम्रो लागि, उहाँ गएर यसरी ल्याए यस्तो भयो भने म यसरी हेल्प गर्न, तिमीले मलाई 5000 दिँदैन खासै फरक पर्दैन भन्नुहुन्छ। तर त्यो भन्नुहुन्न क्या, उहाँले भन्नुहुन्छ कि बहिनी तिमीलाई सानो मान्छे रहेछौ, तिमी सानो छौ, तिमीलाई स्कुल जाँदाखेरि यस्तो भन्छ, यस्तो सानो मान्छेसँग के लिनु, यस्तो अवस्थामा के लिनु, पर्दैन, ल्याउ यो पनि लैजाऊ चेन्ज गर र तिमी जाऊ भनेपछि बहिनी पनि खुसी भएर हस् दादा थ्याङ्क यू भन्दै हो अगाडि जानुहुन्छ। रुममा गएर राम्रोसँग गर है, त्यो आफ्नो केयर गर भनेर पठाउनुहुन्छ छोरी जस्तो। यो भिडियो यति धेरै अहिले सामाजिक सञ्जालमा फैलिरहेको छ कि उहाँलाई एकदम सबैले आउ ताली दिइराख्नु भएको छ, ग्रेट जब भन्नुभएको छ, कसैले एकदमै महान काम गर्नुभयो, ठुलो काम गर्नुभयो भन्नुभएको छ, कतिले सल्युट गर्नुभएको छ उहाँलाई होइन। उहाँ बहिनीको लागि चाहिँ एउटा भगवान बनेर पुगिदिनु भएको त्यस्तो समयमा एउटा फर्स्ट टाइम फर्स्ट पिरियडमा चाहिँ उहाँले एउटा आफ्नो चेलीबेटी, हाम्रो नेपाली चेलीबेटीलाई चाहिँ एउटा सानो सहयोग गर्नुभयो। तर त्यहाँनिर यो सहयोग चाहिँ कस्तो भयो भने ठुलो सहयोग हुन पुग्थ्यो क्या। मैले भने त जुन कुराको इम्पोर्टेन्ट परे हुन्छ नि त्यो समयमा सानो कुरा पनि एकदम ठुलो कुरा बन्छ होइन। तर त्यो समय इम्पोर्टेन्ट नभएको बेला ठुलो कुरा लगाइदिए पनि त्यो सानो कुरा भइदिन्छ। त्यही भएर कुन सिचुएसन कुन अवस्था छ सो अवस्थामा मान्छेलाई चाहिँ कोही जस्तै मलाई भोक लागेर पुरा भोकले मर्नु लागेको छु नि, कसैले मैले भात खान पाएको छैन कति दिनदेखि, अनि मलाई कसैले भात खुवाउँछ अनि त्यो टाइममा अनि उसले मलाई ठुलो धर्म गरे। तर म टन्न छु अगा छु, म जबरजस्तीले भात खाएँ, उसले त्यो धर्म गरे होइन नि त। त्यो भोको मान्छेलाई, भोको पेट भएको मान्छेलाई लगेर खुवाउनु चाहिँ धर्म हो क्या। तर यो बदरले पनि त्यस्तै गर्नुभयो क्या, त्यो अवस्थामा यसरी गर्नुभयो। उहाँलाई चाहिँ म मेरो तर्फबाट चाहिँ उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन, यति राम्रो काम गर्नुभएको छ। अझ पनि जस्तो तपाईँ राइटर हुनुहुँदो रहेछ, जस खुसी लाग्यो। जस्तै तपाईँहरू जस्तो राइटर धेरै हुनुपर्छ होइन, धेरै राइटरहरू यस्तो हुनुपर्छ, यस्तो भावना पनि भएको चाहिँ राइटरहरू हुनुपर्छ होइन। एउटा अरूको पनि फिलिङ्स बुझ्न सक्ने खालको राइटरहरू यस्तो हुनु पर्यो होइन। तपाईँले जस्तै अब उहाँसँग राइटको पैसा ल्याएर त कति लिनुहुन्छ त, त्यो 100, 150, 200 होइन,
बिग्ने लिएको भए त्यो पनि लिनु भएन र तपाईँ जस्तै कोही व्यक्ति भएको चाहिँ यस्तो कुराहरू किन ल्याइदिन्न भन्दाखेरि चाहिँ के भन्छ भने प्रायः म्याक्सिममले चाहिँ भने तपाईँको हुँदैन म त आउँदिनँ क्यान्सल गरिदिनुहोस् अरू कसैलाई भनिदिनुहोस् प्रायः भन्छन् क्या यदि उहाँको ठाउँमा अरू कोही भए भन्थ्यो होला सबैले नभन्ला कोही कोहीले भन्थ्यो पनि जान नि मान्ने थिएन होला सायद बहिनीको पनि एउटा लकले पनि फेभर गर्यो होइन सही टाइममा सही व्यक्तिले चाहिँ एक्सेप्ट गर्नुभयो सही समयमा सही टाइममा पुगिदिनु भयो र बहिनीलाई सही सलामत उहाँको ठाउँसम्म पुर्याइदिनु भयो यसको लागि सल्युट हाम्रो बजारलाई होइन यस्तै अझ राम्रो काम गर्दै जानु होला तपाईँको लागि सबले सपोर्ट गर्नेछन् सो उहाँको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला प्लिज है मेरो जतिजना सब्सक्राइब हुनुहुन्छ उहाँलाई पनि सहयोग गरिदिनु होला सब्सक्राइब गरेर साथ सपोर्ट गरिदिनु होला भन्दै आज चाहिँ हामी तपाईँहरूबाट म छुट्टिन्छु सो अब तपाईँहरूलाई के कस्तो लाग्यो उहाँले गर्नुभएको त्यो कामहरू होइन उहाँले जुन गर्नुभएको कामहरू कस्तो लाग्यो तपाईँ पनि यसो आफ्नो प्रतिक्रियाहरू दिन नबिर्सिनु होला भन्दै आज तपाईँहरूबाट छुट्टिन्छु ओके बाई अर्को नेक्स्ट भिडियोमा भेटौँ होला है त गाइज सी यू